राजा परीक्षितलाई सुखदेव स्वामीले बताउँदै जाने क्रममा 7 दिनसम्मको भागवत सुनाएर राजा परीक्षितलाई सुखदेव स्वामीले यो भागवतबाट मुक्ति गराउनुभयो। सुराणामपि दुर्लभ, देवताहरूलाई यो भागवत कथा सुन्ने दुर्लभ हो, सुन्न पाएनन्। राज्ञो मोक्षम तथा वीक्ष्य दाता अपि परीक्षितको मुक्ति भएको ब्रह्माजीले भनी देख्नु। लौ यो भागवतले राजा परीक्षितलाई मुक्ति कसरी गरायो भनेर आज सारा देवताहरूलाई साधमा लिएर त भन्दा लौ त मेरो राजा, आज ब्रह्माजीले सत्य लोकमा गएर यो भागवतलाई परीक्षा गर्छु भनेर तराजु लगाउनु भयो राजा। सत्यलोकीं तुलं बद्ध्वा तोलयन साधनाध्ययः। सत्य लोकमा गएर भागवतलाई तौलिनको लागि लौट मेरो राजा। जब यस्ता प्रकारले गर्दामा एउटा पल्लामा लगेर भागवतलाई राख्नुभयो, माथि उठेर गयो। जुन चिज गरुङको भयो त्यो भैमा झर्यो चुन हलुका। आज यो सारा भागवतको यो गरुङ भएको देखेर आज धाता अपि विस्मित भने बडा आश्चर्य गम्भीरमा पर्ने बिगाउनुभयो लौट मेरो राजा। आज बडा विचार गरेर आज बिगाउनुभयो भागवतको ध्यान गर्दा भागवतको सम्झौता भयो। अनि भगवानको मेरो भगवान आज मैले यसरी यो आज भगवान कृपाद्वारा श्रेष्ठ भएको हुनाछ। पठनाथ भनेको पढ्दछ अनि त्यो आनन्द हुन्छ। अब त्यो वैकुण्ठको आनन्दलाई कसरी प्राप्त गर्ने त भन्दाखेरि जाउँला वैकुण्ठ। ब्रह्माजीले बताउन लाग्नुभयो। सनकादि पुरा प्रोक्तम नारद। सनकादि मुनिहरूले पनि नारदलाई दया गरेर सप्ताह पूर्वक यो भागवतलाई मेरो राजन। यो नारद एक घडीभन्दा 2 घडी एक ठाउँमा नबस्ने नारदले 7 दिनसम्म बसेर यो भागवत सुन्ने यो 7 दिनको समयमा रहेर नारदले भागवत कसरी सुन्नुभयो। आज यो ब्रह्म सभामा स्थिरस्यतः यो अस्थिर भएका नारदले पनि एकाग्र भएर एकभक्ति भएर यो नारदलाई भागवत सुन्ने अवस्था कसरी प्राप्त भयो। भागवत भनेपछि हो भन्दा वेदव्यासद्वारा श्रवण गर्नुभएको यो भागवत हो।